यस तयारीमा रहनुभएका सम्पूर्ण साथीहरूमाझ च्याप्टर 43 को छम्बो मुनुवा लिएर आएको छु। यस्तै गरी अरू च्याप्टरको भिडियोहरू पनि मैले लिएर आउने नै छु। च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सब्स्क्राइब गर्नुहोला। ढिला नगरी आजको विषयवस्तुतर्फ प्रवेश गरौँ, जसमा कन्सल हेन्जाङे छुङछाङबी यानी कि कन्सल हेन्जाङे छुङछाङबी भन्नाले चाहिँ निर्माण स्थलको ठुला उपकरणहरू, जसमा उल्लेख गरेको छ ख्योर्याङिना थोरो पुल तथा सडक खुन खनमुरुल छिन्नुन ठुला भवनहरू निर्माण गर्ने ठेख्युमुए खोङसा हेन्जाङे सनुन ठुला निर्माण स्थलमा चाहिँ थायोङहान छुङछाङबीगा सायोङ द्वेम्निदा विभिन्न प्रकारका ठुला उपकरणहरू प्रयोग गरिन्छ। कन्सल छुङछाङबीनुन निर्माण ठुला उपकरणहरू चाहिँ सायोङ मोक्चगे तारा प्रयोग उद्देश्य अनुसार चाहिँ आरे वा खाची तल दिए जस्तै थोमोक छाङबी सिभिल उपकरणहरू, उन्बान छाङबी ढुवानी उपकरण, फोजाङ छाङबी यसमा फोजाङ भनेर प्याकिङ गर्ने नभइकन बाटो रोड आदि इत्यादि बनाउँदा प्रयोग हुने उपकरण, तुङ्ग्रो आदि इत्यादिद्वारा चाहिँ फुल्ल्यु द्वेनुन्दे विभाजन गरिएको छ। मोत बोदा अरू कुनै कुरा भन्दा पनि आन्जन आगे सायुङ हानगसी छुङ्यो हाम्निदा सुरसिर साट प्रयोग गर्नु चाहिँ महत्त्वपूर्ण कुरा हो भनेर उल्लेख गरेको छ। यसलाई एकचोटि फेरि दोहोऱ्याएर हेरौँ। ख्योराङिना थोरो जसमा पुल तथा सडक खुन खनमुलुन छिनुन ठेख्युमु खोङसा हेन्जाङे सनुन ठुला भवनहरू निर्माण गर्ने ठुला निर्माण स्थलमा चाहिँ थायोङहान छुङछाङबीगा सायोङ द्वेम्निदा विभिन्न प्रकारका ठुला उपकरणहरू चाहिँ प्रयोग हुन्छन्। कन्सल छुङछाङबीनुन निर्माण क्षेत्रका ठुला उपकरणहरू चाहिँ सायोङ मोक्चगे तारा प्रयोग उद्देश्यको अनुसार चाहिँ आरेवा खाची तल दिए जस्तै थोमोक छाङबी सिभिल उपकरण, उन्बान छाङबी ढुवानी उपकरण, फोजाङ छाङबी रोड बाटो आदि इत्यादि बनाउने उपकरण, तुङ्ग्रो आदि इत्यादिद्वारा चाहिँ फुल्ल्यु द्वेनुन्दे विभाजन गरिएको छ। मोस बोदा अरू कुनै कुरा भन्दा आन्जन आगे सायुङ हानगसी छुङ्यो हाम्निदा सुरसिर साट प्रयोग गर्ने कुरा चाहिँ महत्त्वपूर्ण छ, जसमा 1 नम्बरमा विभाजन गरेको थोमोक छाङबी यानी कि सिभिल उपकरणहरू, बाटो पुल ठुला भवनहरू बनाउँदा प्रयोग हुने उपकरण बारे यसमा दिएको छ, जसमा छ 1 नम्बरमा फुलथोज जसलाई चाहिँ बुलडोजर भनेर हामी बुझ्न सक्छौँ। ताङुल काक्कना जमिनलाई ताच्ने वा फ्याङ आगे हानुन छाङबी भने चाहिँ जमिनलाई चाहिँ सम्म हुने गरी सम्याउने उपकरण। र त्यसै गरी 2 नम्बरमा छ खुरेन, यसलाई क्रेन भनेर हामी बुझ्न सक्छौँ। मुगौन गसुल उम्गिनुन छाङबी गरौँ सामान चाहिँ ओसार्ने उपकरण। हजुर, त्यस्तै गरी अर्कोमा छ खुल्चाक्की यानी कि एक्साभेटर भनेर बुझ्न सकिन्छ। ताङुल फागना आमसगुल तुर्नुन छाङबी जमिन खन्ने वा चट्टान फुटाउने उपकरण। हजुर, त्यस्तै गरी अर्को दिएको छ स्क्रेपर भनेर दिएको छ। स्क्रेपर भने के हो त? जस्तो त हजुरले देखिरहनु भएको होला, जसो बाटो बनाउँदाखेरि चाहिँ सतहलाई चाहिँ सम्म हुने गरी सम्याउनको लागि माटो ताच्ने उपकरण हो, र जसमा लेखेको छ थोरो ए फ्योम्यन सडकको सतहलाई चाहिँ खुल्गो निकना ताछेर निकाल्ने वा फ्याङ आगे हानुन छाङबी सम्म हुने गरी सम्याउने उपकरण। त्यसै गरी लोद भनेर दिएको छ हुकिना मोरेरुल माटो अथवा बालुवा चाहिँ ट्रके सित्कना ट्रकमा लोड गर्ने अथवा उन्बान हानुन छाङबी ओसार्ने अथवा ढुवानी गर्ने उपकरण। र त्यस्तै गरी अर्को पार्टमा विभाजन गरेको हेर्नेछौँ, जसमा दोस्रो नम्बरमा विभाजन गरेको
उन्बान झाङबी भन्नाले चाहिँ ढुवानी ओसार पसार गर्ने उपकरण जसमा चाहिँ थम्फु ट्रक यसलाई चाहिँ हामी टिपर भनेर बुझ्न सक्छौँ जसमा हुकिना छागाल मातो अथवा गिट्टी तुङमुल आदि इत्यादि सिर लोड गरेर उन्बान हानुन छार्याङ ओसार्ने उपकरण त्यस्तै गरी कङ्क्रिट मिक्सर ट्रक जसमा चाहिँ कङ्क्रिट मिक्सर ट्रक भनेर बुझ्न सक्छौँ जस्तो नेपालमा हजुरले पञ्चकन्याको यस्ता गाडीहरू देख्नु भएको होला जसमा चाहिँ कङ्क्रिटहरू सक्कुमेन्छ कङ्क्रिटलाई चाहिँ मिसाउँदै घोल्दै उन्बान हानुन छार्याङ ओसार्ने गाडी त्यस्तै गरी छ ट्र्याक्टर भनेर लेखेको छ ट्र्याक्टरलाई चाहिँ हामी के बुझ्न सक्छौँ ट्र्याक्टर भनेर बुझ्न सक्छौँ भने चाहिँ जसमा लेखेको छ मुगौन छाङबिना गरौँ उपकरण तथा छिमुल भारी सामानहरू चाहिँ ख्यान हानुन छार्याङ ख्यानिन हादा भनेको त तान्ने उपकरण भन्न खोज्छु कि गरौँ उपकरण तथा सामानहरू चाहिँ तान्ने गाडी भन्न खोजेको त्यस्तै गरी अर्को छ छिखेछालाई चाहिँ हामी फोर्कलिफ्ट भनेर बुझ्न सक्छौँ मुगौन मुल्गनुल जो चाहिँ गरौँ सामानहरू थुर उठाउर ओल्य उन्बान हानुन छार्याङ माथि उठाएर ओसार्ने गाडी जसमा चाहिँ गरौँ सामानहरू उठाएर ओल्य माथि चढाएर उन्बान हानुन छार्याङ ओसार्ने उपकरण हजुर त्यस्तै गरी अर्को क्याटेगोरीमा हामीसँग थियो फोजाङ छाङबी अघि नै भनिसकेँ फोजाङ छाङबी भनेको त यसमा प्याकिङ गर्ने नभइकन बाटो रोड आदि इत्यादि बनाउँदा प्रयोग हुने उपकरण जसमा छ खुरेटर जसलाई चाहिँ ग्रेटर भनेर पनि भन्न सकिन्छ ताङ फाडागुल जसमा जमिनको सतह अथवा भुइँलाई चाहिँ खोरुगना यसमा खोरुदा भनेको चाहिँ सम्म्याउने गरी अथवा चिल्याउने खोरुगना सम्म्याउने अथवा छङ्री हानुन्दे मिलाउने बेला चाहिँ सायुङ हानुन छाङबी प्रयोग हुने उपकरण त्यस्तै गरी अर्को छ लोल्ल भनेर दिएको छ हुकिना आसु फाल्तु तुङमुल मातो अथवा आसु फाल्तु भन्नाले अलकत्रा मातो अथवा अलकत्रा आदि इत्यादि छेरोहरू सामग्रीहरू आप्छुकादा भने चाहिँ दबाएर कम्प्रेस गरेर छिमेनुल सतहलाई चाहिँ थाछिनुन्दे बलियो मजबुत बनाउने बेला चाहिँ सायुङ हानुन छाङबी प्रयोग हुने उपकरण हजुर त्यस्तै गरी अर्को छ हामीसँग हजुर जसमा के छ त कङ्क्रिटु पम्पु ट्रक अब यसमा कङ्क्रिटु पम्पु ट्रक भनेको चाहिँ कस्तो त भनेर हेर्नुहुन्छ चाहिँ जस्तो ढलान गर्दाखेरि चाहिँ अब एक दुई तलामा चाहिँ मान्छेले कङ्क्रिट ओसार्न सकिन्छ भने चाहिँ धेरै अग्लो तल्लाहरूमा चाहिँ मान्छेद्वारा ओसार्न सम्भव हुँदैन चाहिँ यस्तो ठाउँमा चाहिँ कङ्क्रिट पम्पु ट्रकको चाहिँ प्रयोग भएको देख्न सकिन्छ जसले चाहिँ पानी तान्ने पम्प जस्तै यसले चाहिँ कङ्क्रिटलाई तानेर चाहिँ अग्लो माथिसम्म पुर्याउने काम गर्छ कङ्क्रिट खुजोमुरे कङ्क्रिटलाई चाहिँ खुजोमुले भनेको चाहिँ संरचनाको फ्योम्याउने सतहमा चाहिँ पुरिनुन छाङबी छर्किने उपकरण जसमा चाहिँ कङ्क्रिट खुजोमुरे कङ्क्रिटलाई चाहिँ संरचनाको सतहमा चाहिँ छर्किने उपकरण भनेर लेखेको छ त्यस्तै गरी अर्को हेर्नुमा चाहिँ आसु फाल्तु सालफोगी आसु फाल्तु भने चाहिँ अलकत्रा चाहिँ सालफोगी भनेको चाहिँ छर्ने भन्न खोजेको अलकत्रालाई चाहिँ छर्ने उपकरण भनेर हामी बुझ्न सक्छौँ जसमा आसु फाल्तु होनाप मुरुल जसमा चाहिँ अलकत्राको मिक्सर वस्तुलाई चाहिँ थोरो फ्योम्याउने सडकको सतहमा चाहिँ फुरिनुन छाङबी छर्किने उपकरण भनेर बुझ्न सकिन्छौँ हस्त यहाँसम्म चाहिँ हामीले च्याप्टर 43मा रहेको छम्बो मुनुवा अन्तर्गत रहेको खन्सल हेङजाङे छुङछाङबी यानि कि निर्माण स्थलका ठुला उपकरण भन्ने छम्बो मुनुवा हामीले हेऱ्यौँ आशा छ यो भिडियो हजुरले चाहिँ
मन पराउनु भयो होला। यो भिडियोबाट थोरै धेरै भए पनि हजुरले चाहिँ यो बुझ्न सजिलो भयो भन्ने मैले आशा गरेको छु। भिडियो मन परेमा लाइक शेयर अवश्य गर्नुहोला। हजुरलाई चाहिँ केही कमेन्ट छ भने पनि कमेन्ट गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।